सबैलाई जय मसीह। आउनुहोस् हामी बिहानीको शक्तिशाली प्रार्थना गर्नेछौँ। धन्यवाद छ प्रभु, हे स्वर्गका प्रेमी पिता परमेश्वर, आजको यो बिहानको लागि धन्यवाद दिन्छु। तपाईँले मलाई जीवन दिनुभयो, सास दिनुभयो र अर्को नयाँ दिन देख्न पाउने अवसर दिनुभयो प्रभु। यो दिन तपाईँको हातमा सुम्पन्छु। आज मैले गर्ने हरेक काम, हरेक सोच, हरेक शब्द तपाईँलाई मनपर्ने होस्। भजन सङ्ग्रह 118 को 24 तपाईँको वचनले भन्छ यो त्यो दिन हो जुन परमप्रभुले बनाउनु भएको छ। हामी यसमा आनन्दित हुनेछौँ र खुसी हुनेछौँ। पिता, आजको दिनमा म आनन्दित हुन चाहन्छु। परिस्थितिले होइन, तपाईँको उपस्थितिले मेरो हृदय भरियोस्। हे प्रभु येशू, आज बिहान म तपाईँलाई मेरो जीवनको केन्द्र बनाउँछु। जहाँ म कमजोर छु तपाईँ त्यहाँ बल हुनुहुन्छ, जहाँ म डराउँछु त्यहाँ तपाईँ साहस हुनुहुन्छ। मत्ती 11:28 भन्नुहुन्छ, हे सबै थाकेका र बोझे दाबिएका म कहाँ, म तिमीलाई विश्राम दिनु भन्नुहुन्छ प्रभु। प्रभु, आज मेरो हृदयका सबै चिन्ता, डर, समस्या, बोझ तपाईँको चरणमा राख्छु। तपाईँ मलाई शान्ति दिनुहोस्। मेरो मन, सोच, मेरो आत्मालाई नयाँ बनाइदिनुहोस्। पिता परमेश्वर, आजको दिनमा मेरो परिवारलाई आशिष दिनुहोस्। मेरो घरलाई शान्ति भरिदिनुहोस्। जहाँ झगडा छ त्यहाँ प्रेम ल्याइदिनुहोस्। जहाँ चिन्ता छ त्यहाँ भरोसा ल्याइदिनु भएको होस्। 1 पत्रुस 5:7 तपाईँको वचनले भन्छ, तिम्रो सारा चिन्ता ममाथि सुम्पिदियो किनकि उहाँले तिम्रो ख्याल गर्नुहुन्छ। त्यसैले आज म मेरा सबै चिन्तालाई तपाईँलाई सुम्पन चाहन्छु। मेरा काम, मेरो भविष्य, मेरो परिवार सबै तपाईँको हातमा राख्छु। हे प्रभु, आज म जाने हरेक ठाउँमा तपाईँले मेरो साथमा हुनुहोस्। मेरो कदमलाई डराउनुहोस्। म गलत बाटोमा नजाउँ। मलाई बुद्धि दिनुहोस्, धैर्य दिनुहोस्, नम्रता दिनुहोस् प्रभु। मत्ती 6:33 तपाईँको वचनले भन्छ, पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोजी गर अनि यी सबै कुरा तिमीलाई थपिनेछ भनेर प्रभु। साँच्चै नै ती पिता, आज सबैभन्दा पहिले तपाईँलाई खोज्न मद्दत गर्नुहोस्। संसारका कुराभन्दा तपाईँको इच्छा मेरो जीवनमा पुरा होस्। आज मेरो काममा आशिष दिनुहोस्। मेरो हातले गर्ने काम सफल बनाइदिनुहोस्। जहाँ म जान्छु त्यहाँ तपाईँको कृपा मसँग होस् प्रभु। आज तपाईँलाई पापबाट मलाई बचाउनु भएको होस्। खराब सोच, खराब शब्द, खराब कामबाट टाढा राख्नुहोस्। म तपाईँको ज्योतिमा हिँड्न चाहन्छु। भजन सङ्ग्रह 27 मैले भन्छ, प्रभु परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ, म कससँग डराउँ भनेर। त्यसैले म आज डराउँदिनँ किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँ मेरो रक्षक हुनुहुन्छ। पिता, यो बिहानमा विशेष गरी प्रार्थना गर्छु। अहिले जसरी प्रभु, जसले यो प्रार्थना सुन्दै हुनुहुन्छ उहाँहरूलाई तपाईँले आशिष दिनुहोस्। उहाँहरूको जीवनमा शान्ति ल्याउनुहोस्। उहाँहरूको समस्याको बाटो खोलिदिनुहोस् प्रभु। उहाँहरूलाई प्रभु, उहाँहरूको घरलाई आनन्दले भरिदिनु भएको होस् प्रभु। बिमारी भएकालाई स्वास्थ्य दिनुहोस्। निराश भएकालाई आशा दिनुहोस्। थाकेकाहरूलाई नयाँ शक्ति दिनुहोस् प्रभु। आजको दिन तपाईँको सुरक्षामा बितोस्। दुर्घटना, खराब समाचार र समस्याबाट प्रभु तपाईँले बचाउनु भएको होस्। तपाईँको पवित्र आत्माले मलाई डोर्याउनुहोस्। मेरो जीवन तपाईँको गवाही बनोस्। अन्य प्रभु, आजको दिन मेरो जीवन, मेरो परिवार र मेरो भविष्य सबै तपाईँको हातमा सुम्पन्छु। माग्छु येशू ख्रीष्टको मिठो अनि उच्च नाममा, आमेन।